गाइस, नमस्ते नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि अहिलेको समयमा के गर्दै हुनुहुन्छ तपाईहरु? म चाहिँ घाँस काट्न जाँदैछु है गाइस। के गर्नु, घाँस काट्नै पर्यो हैन। बस्तु पालेपछि घाँस काट्नु पर्दो रहेछ। गाह्रो छ नि मलाई। अब एक भारीले मात्रै हुँदैन, 3-4 भारी काट्नु पर्छ है। अब अहिले एक भारी काटेर ल्याउने हो, अनि अहिले भरै फेरि काट्नु पर्ने छ गाइस। गाह्रो छ नि हौ मलाई। अनि त्यही भएर म घाँस काट्न जङ्गलतिर जाँदैछु गाइस हैन। त्यो घाँस काटेर ल्याउनु पर्यो। अनि अरू बेला त मम्मीले काट्नु हुन्थ्यो हैन। काट्नु त म काट्थेँ, तर एक भारी मात्रै काट्थेँ हैन। अब हिजो र आज चाहिँ अब मम्मी परमा जानुभयो क्या। हिजो परमा जानुभयो, कोदो टिप्ने समय छ नि त अहिले हैन। अब प्राय सबैको कोदो पनि पाकिसक्यो होला हैन। कतिजना कोही त कोदो टिप्दै हुनुहुन्छ होला, कोही हैन धान होला हैन। अब आफ्नो हुन्छ नि काम हैन। त्यही भएर आज पनि मम्मी कोदो टिप्ने जानुहुने अरे परमा हैन। त्यही भएर अनि अब आफ्नो पनि त टिप्नु पर्यो नि हैन। त्यही भएर अनि आफ्नो नि पाक्नु थालेको छ। अब सबैजनाको हैन टिप्नु पर्छ। मिरुवाले खाएर हैन त्यस्तै दुःख देखाएको छ, टिप्नु पर्ने। त्यही भएर मेरो पालो हैन। हिजो र आज चाहिँ मैले घाँस काटिरहेको छु। त्यही भएर म पनि घाँस काट्न यसो जङ्गलतिर जाउँ कि भनेर हिँडेको गाइस। के गर्नु हौ, घाँस नकाटी नहुने रहेछ। अब गाउँघरमा त यस्तै हो, दुःख सुख गर्नुपर्छ सबैजनाले हैन। अब गाउँले जीवन यस्तै हो हैन। अब यताउता गर्नै पर्छ भन्छन् नि हैन। त काम गर्दैनस्, लखर डुल्छस्, कात्तिकको कुकुर जस्तो बाबुआमालाई दुःख दिन्छस् भन्छन् नि। तर आफ्नो परिस्थिति छ नि यहाँ हैन। डुले पनि नडुले पनि मनमा त कति पीडा छ हैन। अब भन्दाखेरि सबैलाई मजाक लाग्छ हैन, यताउता लागोस् हैन। अब आफ्नो दुःख सुख भनेको हैन। अब कसैले साथ दिँदैन नि। अब आफूले जसो गरे तल लेभलमा भए नि माथि लेभलमा भए नि आफूले दुःख गर्नुपर्छ। अब जे गरे पनि अब यस्तै हो। त्यही भएर म चाहिँ यो परतिर खर घाँसहरू देखेको थिएँ के, त्यही भएर अनि त्यही खर घाँसहरू काटेर ल्याउनु पर्यो भन्दैछु। दुना छ के भैँसीलाई चाहिँ डाले भन्दा पनि अब फरुवा नै चाहिन्छ नि त। त्यही भएर अनि फरुवा घाँस काट्न हिँडेको। त्यहाँ फरुवा घाँस काटेर लिएर दिउँसोतिर मन लाग्यो भने फरुवा काट्छु बस्तुलाई, गाई बस्तुहरूलाई हैन। धेर त छैन, 6-7वटा बस्तु छ हैन। अनि अब दिउँसो फुकाइँदैन, फुकाउने गरेको छैन हैन। फुकाउने त पहिला गरेको थिएँ, अहिले फुकाउँदैन। म फेरि फुकाउँदिनँ, मनै लाग्दैन। किनभने अब गोठाला गएपछि मलाई निन्द्रा लाग्छ के, काहीँ नभएको। अनि त्यही भएर हो म बस्तु फुकाउँदिनँ। मैले अब बस्तु फुकाएँ भने कता निदाइहाल्छु। गाह्रो छ त हौ मलाई पनि, अनि कतातिर निदाइहाल्छु। त्यही भएर म यस्तै छु। त्यही भएर म बस्तु चाहिँ फुकाउँदिनँ। घाँस काटेर लगाइदिनुपर्छ दिउँसो हैन। अब दिउँसो अब अहिले 11 बजेतिर हैन। अब बिहान उठेर लगाएपछि अब 11 बजेतिर एक टाइम लगाइदिनु पर्छ हैन। अनि 1:30-2 बजेतिर एक टाइम, अनि पानी खुवाउनु पर्छ हैन। पानी खुवाएर त्यसपछि 4-5 बजे लगाइदिनु पर्छ, नत्र 3 बजे 4 बजेतिर लगाइदिनु पर्छ। 3 टाइम 4 टाइम लगाइदिनु पर्छ। अनि बेलुका हैन दिनुपर्छ बस्तुहरूलाई घाँस। अनि रमाउँछ नत्र रमाउँदैन। त्यही भएर पनि हो म चाहिँ अब गाइस यतैतिर घाँस काट्ने हो। यस्तै उतो यस्तो हैन, खरुकीहरू अब यस्तो जे भेट्छु त्यही घाँसहरू चाहिँ काटेर लान्छु। अब कचिया पनि यहाँ छ हैन। अब यहाँ आएर घाँस काट्ने हो। अब यतैउति हैन। अब अरू बेला त म त्यही एक भारी मात्रै काट्थेँ। अरू बेला मम्मीले काट्नुहुन्थ्यो। मम्मी परमा जानुहुने भएकोले गर्दा मैले काट्नु परेको छ। अब भाइ पनि अब
भाइले नि काट्थ्यो होला होइन, भाइ हुँदा त भाइले पनि काट्थ्यो होइन। अब किनभने भाइ अब बिहानै ट्युसन पढ्नु जान्छ कि 6 बजे उठेर, त्यही भएर पनि हो, गाह्रो छ मलाई होइन। त्यही भएर बाबा भने आफ्नो काम होइन, बाबाको काम अर्कै छ, काठहरू बनाउने काठहरू होइन। अब त्यहाँ बाबाहरू त्यहाँ झ्यालहरू ढोकाहरू अनि त्यहाँ भर्याङहरू बनाउँदैछन्, त्यही भएर हो मैले घाँस काट्नु परेको होइन। अब घाँस काट्नु परिहाल्छ होइन। अब त्यही भएर यतातिर घाँस काट्नु पर्यो भन्दैछु। आजलाई मेरो भ्लग यति नै भन्दै म बिदा लिन्छु। बाई बाई गाइजहरू।